अरूपुर गइहाल्छु। चलेगा बराबर भयो त कालिन्छ त अनि त्यस गर हाई गर हाई हेलो साथीहरु गुड मर्निङ नमस्ते वेलकम ब्याक टु माई च्यानल। म फेरि पनि हजुरको सामु नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। के गरेको सानी यहाँ सानी यसो गर उठ न यहाँ मामा भिडियो बनाउँछु क्या उठ न। अनि साथीहरु आज चाहिँ एकदम स्पेशल डे छ। सानी पोज गर्दै चाहिँ पोज गर्दियो नाइ अनि सानीको यहाँ भेष देखाइदियो। आहा कति नामो कति नामी छिटो न आइ गर। अनि साथीहरु आज चाहिँ एकदम स्पेशल डे छ। हजुरहरूले हाम्रो ड्रेस देखेर थाहा पाइसक्नु भयो होला आज के स्पेशल डे भनेर। आज चाहिँ ह्याप्पी होली छ हैन साथी हैन सानी नानी सानी खेल्ने कि नखेल्ने ह्याप्पी होली खेल्ने कि नखेल्ने ल जाऊ बाबुसँग जाऊ ल। अहिले चाहिँ हामी सबैजना सेतो लुगा लगाएर रेडी भयो। हामी आइसक्यौँ यहाँ हामीले यहाँ अभि पनि ठिक पाइसकेको छौँ। अब हामी ह्याप्पी होली गर्ने हो। ह्याप्पी होली कसम टु यु। कति नराम्रो खालको रङ रहेछ हो। हामीले होली खेलेको पनि यस्तो हेरेको छोरी पनि लगानी छोरी ह्याप्पी होली भन ह्याप्पी होली। अब एक दुईवटा फोटो खिचौँ ल हुनुपर्छ अब चलेगा ल। अब होली खेल्न कहाँ जाने अर्को पनि खेल्ने सबैजना आउनु है। ह्याप्पी होली है कान्छी दिदी ह्याप्पी होली। नुहाउँछु म अनि भइहाल्छ। नुहाउनु त भरे रङ खेल्नुपर्छ नुहाउनु पर्छ नि। धेरै नलाउने टाउको दुख्छ नि मेरो। लगाइदिनु हौ धेरै का। आफ्नो सान्दी पनि आज होली खेलेको ह्याप्पी होली हामी चाहिँ अरूको घरमा चढेर पुरा होली किस्ती पोक्यो अरे माथि हुँदैन माथि। लाइक गर्न कान्छीले भ्लग बनाएको ल ह्याप्पी होली ह्याप्पी होली
चान्बीको होली मान्छेले कति खुसी सानबे ह्यापी होली उता कति खुसी छौ बसी ए वाला पिङ्क चाहिएको अब सानी के खेलेको खानुहुन्छ बाहिर यस्तो राम्रो मल ला के लगाइदिनु भयो दिदीलाई लगाइदिनु फुपूलाई पनि लगाइदियो फुपूलाई फुपूलाई लगाइदिएको फुपूलाई पनि लगाइदियो कस्तो मजाले लगाइदिजे ह्यापी अको पछि आयो हैन मुखमा लगाइदियो मुखमा मुखमा लगाइदियो यहाँ यता फुपूलाई तपाईहरु त कति छिटै खेल्नु भयो ह्यापी दादा त खोलामा पसेर पुरै ह्यापी मुखमा नाकमा लगाइदियो नाकमा फुपूको नाकमा खोइ डेडियामा टिकी लगाइदियो टिकी भाइ ह्यापी लगाइदिएको मैले पुरै हामी को नाम्री यस भन्नु यस यस ल अझै तपाईलाई त म भुतै बनाइदिन्छु आकाशमा गर्नु त्यही त नि मैले फेरि एक कलर मार्छु यस्तो लाउन लाग्छ ह्यापी होली मेरा कान्छा भाइ स्वस्थ रहनु व्यस्त रहनु सधैँ निरोगी रहनु होलीको धेरै धेरै शुभकामना निरोगी त अल्सर भइसकेछ मामा मेरो कलर कहाँ गयो त्यो पिङ्की कलर मम्मीलाई पनि ह्यापी होली आमा ल्याउनु खुसीले लाग्यो ला माइजूले पुरै मेकअप खराब गर्दैन नि मेरो ए मेकअप पनि गरे यता आइज ल्याउनु हात धुन्छु ल साथीहरू अब आज चाहिँ हाम्रो होली यस्तै भयो होली मजाले मनाइदिएछ होली अनि अब चाहिँ हामी यहाँ होली सकेर अब हामी माइतमा पनि गएर होली खेल्ने भनेर अब माइत पनि जानुपर्ने अनि एकदम रमाइलो भयो होलीमा होइन आर्या आर्या रमाइलो भएको भएन रमाइलो भएन उहाँहरू भिजेर पोहोरको होलीमा चाहिँ धेरै रमाइलो भयो क्या यसमा भएन रमाइलो भएन ए अनि अब अहिले चाहिँ डेडी बुता बेलेपुर जानुभएको छ नि त डेडी आउनुभएको छ नि डेडीसँग चाहिँ होली खेल्न पाएको छैन अब चाहिँ म हरकपुर गएछु बहन डर गई छ्या मेरो कोठा यो कलर चाहिँ कुन कलर हो ह्यापी होली सबै मिक्स कलर नयाँ कलर रेनबो हेर्दा पनि रेनबो जस्तो छ कलर रेनबो हेर्दा पनि रेनबो जस्तो छ हजुर ह्यापी होली हो र हो चाहिँ बाल्नु नि त हो बाल न ह्यापी होली ठाडे गर न ठाडे अरे छोटो छोटो अर्को कलर ए
बोल्दो रहेछ है अर्को छैन अलिअलि अझै छ कस्तो गराएको ल साथीहरू अहिले चाहिँ हामीले घरमा होली खेलिवरी अब चाहिँ हामी सानीको मामालाई जान लागेको बुमुमा जाने आराधीले पनि नुहाइधुवाइ गरेर होली खेलेर साथीहरू अनि अहिले चाहिँ म माइत जान लागेको अब लुगासुगा फेरेर माइत गएर होली खेल्ने अब ल है अब चाहिँ हामी लाग्यो है माइततिर ठुलो छोरी आमा भएर माइततिर लाग्यो सबैको होलीको रगीचङ्गी छ सबैतिर अहिले यतिको टाउको बार्ने भएर साथीहरू भएर त टाउको दुखेर म त खतरा हुन्छु अब चाहिँ हामी माइतमा होली खेल्न गएको होइन कान्छ अहिले चाहिँ म माइत आइवरी लुगा सुगा फेरि त्यही लुगा लुगा चेन्ज गरिवरी म चाहिँ यहाँनिर रेडी पोजिसनमा छु फेर्नु न नि कोसँग गएको हामी चाहिँ अब होली खेल्छौँ नि होली खेल्न अब आइवरी पुरा लुगा सुगा चेन्ज गरिवरी म सबजना पोजिसनमा हुनुहुन्छ रङ लाउनु लागि रुको जरा सबर करो कौन है ये लोग कहां से आते हैं आठ बाई नरसगिरी होइन मेरो बहिनीहरू चाहिँ उहाँ पर होली खेलेर आउँदैछन् दुईजना खुट्टा बाँच्छ पक्तल खुट्टा दुईजनाको खुट्टा बाँच्छ नमस्ते भाग्यमानी भइस भाग्यमानी कलर लगाउने हामी थोथो लगाइदिन्छौँ यसरी पुरै इमान्दार होइन पुराना मानो होली है
सक्यो होली ओए बाजेको कि होली होली लाग्यो अच्छा ठीक है अरूलाई त हाँस्दिरहेछ गर्दैछु अलिकति आउँछ एकछिनमा आउँछ छैन अझै आइरहेको छ एकछिन पड्किन्छ एकपल्ट त्यो होइन ठ्याक्क गरेर एक बिस्तारै पड्किन्छ तर पड्किँदैन के हो त ए हो सक्यो जस्तो त्यसो बर्बादै बनाए आज त बर्बादै बनाए नि बनाउन पनि सब हो त खै गर्दा अरे मेरो अनुहार चाहिँ के हो साथीहरू अनि अहिले चाहिँ हामी माथि आएको छौँ यस्तो भिडियो हल्का भिडियो बनाइदिउँ भनेर माथि आएको छु लुक एट मी म कस्तो हालतमा छु लुक एट मी साथीहरू यहाँ चाहिँ हामी छौँ ल गाइजहरू आज होइन कानेपोखरीतिर कति कानेपोखरीतिर भाउनेतिर कति पनि बाँदर थिएन क्या किनभने अनि अब मान्छेहरू नै पुरा ढेर जस्तो भएर बसिरहेको थियो होइन पुरा हिँडिरहेको थिएँ होइन मैले के होइन आज बाँदरहरू केही पनि छैन त भनेर भनेको मैले होइन अनि भिनाजुले के अरे अनि मान्छे नै सब ढेँडो बाँदर जस्तो भनेर बनेर हिँडिरहेको छु कहाँबाट देख्छु त बाँदर ढेँडो भरे क्या मस्त जोक मारा रे या हंस रे हल्कट हंस बोल त चिन है ल अनि साथीहरू अहिले चाहिँ हामी यस्तो भएको छौँ उहाँ चाहिँ बुनी चाहिँ पुरा लजाएर भुत्तुकै अनि अब वर्षमा एकचोटि आउने चाड होली होइन एकदम रमाइलोसँग मनायौँ यसपालि होइन यसपालि मैले घरतिर पनि मजाले मनाएँ होइन अनि माइत पनि आएर होली खेल्न भ्याएँ अनि एकदम रमाइलो भएको छ होइन हो टाको दुःख हो अघि जाँदाखेरि अनि हालेको थियो तर त गर्नु पर्दैन अहिले फेरि म लगाइदिन्छु किन माइतमा त्यस्तो गर्दा उही खेलाउँछन् पो त दुश्मनी एकचोटि म केही गर्दिनँ रङ नलगाइ यो चाहिँ हामीले सबैजनाले नुहाई धुवाई गरेर हामीले रङसङ सब पखाल पुखुल बनाएर एकदम चकाचक भइसक्यौँ फेरि अनि अब आज चाहिँ मलाई
म यसपालि क्या घर अब बिहे गरेको 3 वर्ष भयो होइन 3 वर्ष मैले माइतमै मैले होली मनाइरहेको थिएँ नि त पूजा चाहिँ देख्यो माइतमै मैले होली मनाइरहेको थिएँ अनि म यसपालि चाहिँ म मम्मीमा आउँदिनँ म उति मनाउँछु घरमै होली मनाउँछु भनेर चाहिँ बसेको थिएँ यहाँबाट फोन गरेर म आउनु पर्यो अनि फेरि के भयो भने अब हाम्रो दादा पनि बाहिर जानुभएको थियो दादा पनि ठ्याक्कै आज आउनु भयो क्या अनि दादाले बहिनीलाई बोलाउनु भनेको पनि गरेर अनि दादाले भनेर म आएँ अनि सिँहेन दादाले हाम्रो के ल्याइदिनुपर्छ भन्दा भोकलाई अनि दादाले चाहिँ हामीलाई सबैजना मम्मीलाई मलाई कान्छालाई सबैजना घरले ल्याइदिनु भएको छ अनि हामी सबैजनालाई घर ल्याइदिनु भएको छ अनि त्यसपछि अनि मलाई चाहिँ अब हामी चाहिँ कान्छा बिरामी हुनुहुन्छ नि त अनि त्यसपछि म चाहिँ भोलि नै फर्कने भनेर भनेको अब हेरौँ के हुन्छ माइत आएपछि 1 दिन बस्न मन लागि नै हाल्छ फर्कने भनेर भनेको अब हेरौँ के हुन्छ माइत आएपछि 1 दिन बस्न मन लागि नै हाल्छ अब हेर्दै म बस्छु कि फर्किन्छु हेरौँ अनि साथीहरू एकदम रमाइलो भयो बल्ल आएको वर्षमा एकचोटि आउने होली होइन यस्तो मैले यसरी होली कहिले खेलेको थिइनँ क्या कहिले नै खेलेको थिइनँ यसरी होली यसपालि चाहिँ एकदम रमाइलो लाग्यो मलाई रमाइलो भयो अनि यसपालि चाहिँ निजलाई एकदम रमाइलो भयो होइन एकदम रमाइलो सबैजना आउनुभएको दादा भाउजू सबैजना आउनुभएको अनि ठुलबा सबैजना आउनुभएको थियो दादा पनि आउनुभएको बाहिरबाट होइन आउनुभएको अनि एकदम रमाइलो भयो तर दादा चाहिँ हामी आएको दादा चाहिँ उता जानुभएछ मनाउनको लागि रमाइलोतिर जानुभएछ अनि अहिले भर्खर आउनुभयो हामी नुहाइ गरिसकेको थियौँ अनि अब चाहिँ रङ नलगाउने है भनेर बराबर भयो त कालिन्छस् त अनि त्यसपछि अनि अब आजको भिडियो चाहिँ म इन गर्छु मम्मी चाहिँ यहाँ भान्से मम्मीमा थकित भएर बसिरहनु भएको छ छोरी चाहिँ आएको होइन पुरा थकित भएर बसिरहनु भएको छ अनि अब आजको भिडियो चाहिँ म इन गर्न चाहन्छु सबैजनालाई भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा म धेरै धन्यवाद भन्न चाहन्छु माई होल युट्युब फ्यामिलीलाई अनि अब आजको भिडियो चाहिँ म इन गर्छु हजुरहरूलाई एकदम माया अनि मलाई सपोर्ट पनि गरिदिनु भएको म धेरै धन्यवाद भन्न चाहन्छु अनि मलाई अझै पनि सपोर्ट माया गरिदिनु होला यति भन्दै म चाहिँ आजको ब्लग इन गर्न चाहन्छु सबैजनालाई भिडियोलाई मन पराएर हेरिदिनु होला Do not forget to like, comment, share and subscribe. Bye bye.